नमस्कार। तीन धाम तीर्थयात्राको 13औं दिनको दिन हामी भारतको आन्ध्र प्रदेशको कुर्नुल जिल्लाको श्री शैलम पर्वतमा मल्लिका अर्जुन ज्योतिर्लिङ्गको दर्शन गर्न पुगेका थियौं। पहाडी बाटो हुँदै ठ्याक्कै नेपालको जस्तो बाटो हुँदै हामी बिहान करिब 9 बजेतिर मन्दिर पुगेका थियौं र मन्दिर दर्शन गर्न जानु पूर्व हामीलाई पातल गंगामा स्नान गर्न पर्छ भनेर भन्नुभएको हुनाले चाहिँ हामी पातल गंगा दर्शन गर्न लाग्यौं। हामी बसबाट ओर्लेर करिब 30 मिनेटको दूरीमा रहेको पातल गंगा दर्शन गर्न गयौं र माथिबाट ठ्याक्कै पातल गंगा पुग्न पनि 700-800 पाइला जति ओर्लिनु पर्ने रहेछ। ठ्याक्कै पातलमै पुगेसरी हजुर। त्यसपछि हामी स्नान गर्यौं र यहाँहरूले पातल गंगा नदीमा चाहिँ डुङ्गा चढेर पातल गंगा नदी पूरा हेर्न पनि सक्नुहुन्छ, रोपवे चढेर पनि घुम्न सक्नुहुन्छ। तर हामी चाहिँ त्यहाँको अरू दृश्य नहेरिकन हामी स्नान गरिवरी हामी मल्लिका अर्जुन दर्शन गर्न आयौं। किनभने त्यतिखेर तमिलनाडुको पर्व परेको हुनाले थुप्रै मानिसहरू चाहिँ कालो लुगा लगाएर चाहिँ मन्दिर दर्शन गर्न जानु पूर्व उहाँहरू पनि स्नानको लागि आउनु भएको थियो र एकदम भिड थियो स्नान गर्ने ठाउँमा पनि। र हामीले स्नान गरिवरी हामी माथि उकालो उक्ल्यौं। यदि यहाँहरूको हातखुट्टा दुख्छ भने चाहिँ यहाँले चाहिँ त्यो उकालो उरालो नगरिकन टेम्पो चालकलाई भन्नुभयो भने अर्को ठाउँमा लगेर पनि यहाँले चाहिँ पातल गंगामा स्नान गर्न सक्नुहुनेछ। पातल गंगालाई चाहिँ कृष्ण नदी भनेर पनि भनिन्छ, किनभने चाहिँ यहाँ चाहिँ कृष्ण भगवान आएर चाहिँ नुहाउनु भएको थियो भनेर भन्ने गरेदो रहेछ। र हामीले पनि स्नान गरी मल्लिका अर्जुन दर्शन गर्न जानतर्फ लाग्यौं। र सबैभन्दा पहिला हामीले आफ्नो जुत्ता चप्पलहरू राख्यौं, हामीले भस्म पनि लगायौं र त्यसपछि हामी खाली खुट्टा भगवानको दर्शन गर्न जानुको लागि चाहिँ अगाडि बढ्यौं। करिब 1.5 घण्टाको लाइन पछि चाहिँ हामीले मल्लिका अर्जुनको दर्शन गर्यौं। एकदम सजिलोसँग दर्शन गर्यौं। भिड त एकदमै भिडै थियो, तर पनि भगवानको विग्रहलाई टाढैबाट भए पनि हामीले हेर्यौं मल्लिका अर्जुन कस्तो हुनुहुन्छ भनेर हेर्यौं। र 12 ज्योतिर्लिङ्ग मध्ये चाहिँ मल्लिका अर्जुन चाहिँ एक रहेको छ भने शक्तिपीठहरूमा चाहिँ 51औं शक्तिपीठ ब्रह्मराम्ब देवीको रूपमा मल्लिका अर्जुनलाई चिनिन्छ भने मल्लिका भन्नाले माता पार्वती र अर्जुन भन्नाले चाहिँ शिव भगवानलाई चिनिने रहेछ। र मल्लिका अर्जुनलाई चाहिँ दक्षिणको कैलाश भनेर पनि चिनिने रहेछ है। यो कुरा पनि हामीले त्यही नै गएर थाहा पायौं र मल्लिका अर्जुन दर्शन गर्यौं, एकछिन मन्दिरमा बस्यौं र त्यसपछि फेरि हामी आयौं। त्यसपछि हामीले आफ्नो फोन लियौं अनि जुत्ता चप्पल लियौं। अब निशुल्क जुत्ता चप्पल राख्ने ठाउँ भनेर लेखेको देख्दा देख्दै पनि त्यहाँ चाहिँ मान्छेहरूले चाहिँ पैसा माग्न चाहिँ नछोड्ने र हामीसँग पनि पैसा माग्नु भयो। र हामीलाई पनि जुत्ता चप्पल राखेको भार नलागोस्, तीर्थ गर्न आएका छौं त्यसैले केही पनि भार नलागोस् भनेर चाहिँ हामीले उहाँहरूलाई चाहिँ 50 रुपियाँ आइसी दियौं। त्यसपछि हामी सबैजना फर्क्यौं। फर्किँदाखेरि हाम्रो खाना रेडी भइसकेको थियो, एकदम भोक पनि लागिसकेको थियो। त्यतिखेर हाम्रो दिनको करिब 12:30-1 जस्तै बज्न लागिसकेको थियो। त्यसपछि हामी आयौं, खाना खायौं। बाटोमा पनि एकदमै रमाइलो लाग्यो, सबै दृश्यहरू हेर्यौं। बाटोमा कालो लुगा लाउने मान्छेहरूलाई फेरि भेट्यौं अनि अक्षरहरू लेखिएको थियो। के अक्षर लेखिएको थियो हामीले केही पनि पढ्न पनि जानेनौं। अब मन्दिर छिर्ने अगाडि चाहिँ इंग्लिशमा हिन्दीमा लेखिएको अक्षरहरू चाहिँ पढ्यौं। त्यसपछि मल्लिका अर्जुनको भित्रको फोटो खिच्न नपाइने बाहिर बसेर फोटो खिच्यौं, भिडियो खिच्यौं। एकदमै रमाइलो गरेर चाहिँ हामी त्यसपछि फेरि मल्लिका अर्जुनको दर्शन गरिसकेपछि हामी अर्को यात्राको लागि निस्क्यौं। 11 ज्योतिर्लिङ्ग हाम्रो दर्शन गर्ने हाम्रो मुख्य उद्देश्य रहेको थियो। वैद्यनाथ पछि मल्लिका अर्जुन यो हाम्रो दोस्रो ज्योतिर्लिङ्ग थियो र हाम्रो रुद्राक्षको मालाको महत्व कति हुन्छ भनेर हामी प्रत्येक ज्योतिर्लिङ्ग जाँदाखेरि देख्यौं। र अब भने फेरि हामी अर्को मन्दिर जाँदैछौं। त्यो कहाँ जाँदैछौं म अर्को भिडियोमा यहाँहरूलाई राख्छु है त।